स्वागत छ। आज हामी एउटा यस्तो राजनीतिक घटनाक्रममाथि छलफल गर्दैछौँ जसले नेपालको राजनीतिमा कि त एउटा नयाँ अध्याय सुरु गर्न सक्छ कि पुरानै निराशाको कथा दोहोर्याउन सक्छ। हामी कुरा गर्दैछौँ 2082 सालको जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणको। तपाईहरूलाई यादै होला त्यो आन्दोलन कुनै नेताले होइन, नातावाद, कृपावाद र भ्रष्टाचारबाट वाक्क भएका युवाहरूले सडकबाट सुरु गरेका थिए, जसको मुख्य माग थियो योग्यता र पारदर्शितामा आधारित सुशासन। त्यही आन्दोलनको रापबाट उदाएका दुई प्रमुख शक्ति रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँका मेयर बालेन शाहको समूह अहिले एक ठाउँमा उभिएका छन्। तर यही प्रक्रियामा कुलमान घिसिङको उज्यालो नेपाल पार्टी भने बाहिरिएको छ। आज हाम्रो विमर्शको केन्द्रमा यही प्रश्न छ, के रवि र बालेनको यो एकताले जेनजी आन्दोलनले खोजेको वास्तविक परिवर्तन ल्याउला, वा यो केवल पुराना दलहरूलाई चुनावमा हराउन बनाइएको एउटा रणनीतिक गठजोड मात्र हो जसमा पुरानै कमजोरीहरू दोहोरिने खतरा छ? मलाई लाग्छ यो एकता यथास्थिति तोड्नका लागि एक आवश्यक र साहसिक कदम हो। तर म यो एकतालाई हेर्दा जेनजी आन्दोलनले उठाएका आधारभूत नैतिक र वैचारिक प्रश्नहरूलाई मतलब पुरै व्यवस्था गरिएको देख्छु। मेरो विचारमा यो एकताको जग त्यति बलियो छैन र यसले आन्दोलनको मूल भावनालाई समात्न सकेको छैन। हेर्नुहोस्, म तपाईँको चिन्तालाई बुझ्छु, तर हामीले राजनीतिक यथार्थलाई पनि बिर्साउनु हुँदैन नि। यो एकता किन भयो? यो जनताको चरम निराशा र पुराना दलहरूको असफलताको सिधा परिणाम हो। जेनजी आन्दोलनले परिवर्तनको जुन भोक जगायो त्यो भोक मेटाउन ससाना समूहमा छरिएर बसेर सम्भव थिएन। राजनीतिमा अङ्कगणितले पनि त अर्थ राख्छ। रवि लामिछानेसँग देशव्यापी सङ्गठन बनाउन सक्ने क्षमता छ जुन हामीले देखिसक्यौँ। बालेन शाहसँग काठमाडौँमा गफ होइन काम गरेर देखाएको एउटा शक्तिशाली छवि छ जसले आम मानिसलाई तानेको छ। अब यो दुई शक्ति मिल्दा एउटा यस्तो केन्द्र बनेको छ जसलाई अब पुराना दलहरूले व्यवस्था गर्न सक्दैनन्। यो नै त हो नि विकल्पको सुरुवात हो। कुलमान घिसिङ जस्ता एक सक्षम व्यक्ति छुट्नुभयो, त्यो दुर्भाग्यपूर्ण हो। तर राजनीतिमा कहिलेकाहीँ 100% सहमति हुँदैन। बृहत्तर लक्ष्यका लागि केही सम्झौता गर्नुपर्ने हुन्छ। अहिलेको मुख्य लक्ष्य भनेको जनतालाई एउटा विश्वासिलो र बलियो विकल्प दिनु हो र यो एकताले त्यही गरेको छ। यो वैचारिक शुद्धताको लडाइँभन्दा पनि परिणाम दिने अभियान हो। तपाईँले राजनीतिक यथार्थ र सम्झौताको कुरा गर्नुभयो, तर जेनजी आन्दोलन ठ्याक्कै यही यथार्थ र सम्झौताको राजनीतिको विरुद्धमा थियो। हामीले खोजेको विकल्प पुरानै दलहरूको कार्बन कपी त होइन नि। यो एकतालाई बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ, भित्र हेर्दा खै मलाई त त्यति नै खोक्रो लाग्छ। यो एकताको आधार के हो? कुनै साझा वैचारिक दृष्टिकोण होइन। यो त केवल दुई महत्वाकांक्षी नेताहरू बीच पार्टी अध्यक्ष रवि लामिछाने र भावी प्रधानमन्त्री बालेन शाह भनेर पद बाँडफाँड गर्ने सम्झौता जस्तो देखिन्छ। यसले त पुरानै राजनीतिक संस्कृतिको झल्को दिन्छ होइन र? आन्दोलनको आत्मा भनेको सुशासन, पारदर्शिता र नैतिकता थियो। तर गठबन्धनको एक प्रमुख नेता रवि लामिछानेमाथि सहकारी ठगी जस्तो गम्भीर आर्थिक अपराधको आरोप छ जसमा हजारौं पीडित छन्। अर्को नेता बालेन शाहमाथि सिंहदरबार जलाइदिन्छु जस्ता अभिव्यक्ति दिएर विधिको शासनलाई चुनौती दिएको र अधिनायकवादी सोच राखेको आरोप छ। यस्तो नैतिक धरातलमा उभिएको गठबन्धनले कसरी सुशासन देला? अनि कुलमान घिसिङको बहिर्गमनलाई सामान्य रूपमा लिन मिल्दैन। उहाँले भन्नुभएको छ, एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन। यसले के देखाउँछ भने यो एकता समावेशी होइन, निषेधवादी चरित्रको छ। तपाईले नेताहरूको विश्वसनीयतामाथि जुन प्रश्न उठाउनुभयो त्यो जायज छ, तर त्यसलाई हेर्ने अर्को पाटो पनि छ नि। रवि लामिछानेमाथि लागेका आरोपहरू त्यति बेला सतहमा आए जति बेला उनले देशको सबैभन्दा शक्तिशाली भ्रष्टाचारको सञ्जाललाई चुनौती दिन थाले। के यो राजनीतिक प्रतिशोधको अंश हुन सक्दैन र? जब तपाईँ यथास्थितिलाई हल्लाउनुहुन्छ, यथास्थिति चुप लागेर बस्दैन, उसले प्रतिवाद गर्छ। जहाँसम्म बालेनको कार्यशैलीको कुरा छ, हो उहाँको शैली कहिलेकाहीँ आक्रामक देखिन्छ, तर काठमाडौँका जनताले वर्षौंदेखि नभएका कामहरू भएका देखेका छन्, चाहे त्यो फोहोर व्यवस्थापनमा होस् वा सार्वजनिक जग्गा फिर्ता ल्याउने कुरामा। कहिलेकाहीँ जमेको पोखरीलाई सफा गर्न अलि कडा हात चलाउनै पर्ने हुन्छ। जनताले अहिले नेताको बोली कति मिठो छ भनेर हेरेका छैनन्, उनीहरूले परिणाम हेरेका छन्।
यो गठबन्धनले त्यही परिणाम दिने आशा जगाएको छ। सहकारी ठगीको मुद्दामा हजारौं सर्वसाधारणको बचत डुबेको छ। यो कुनै अमूर्त आरोप होइन, यो हजारौं परिवारको पीडासँग जोडिएको विषय हो। अदालतबाट धरोटीमा छुट्दैमा नैतिक रूपमा सफाई पाइँदैन। यस्तो गम्भीर आरोप लागेको व्यक्तिले सुशासनको नेतृत्व गर्छु भन्दा के त्यसले नैतिक बल देला? यो प्रश्नलाई राजनीतिक प्रतिशोध भनेर पन्छिन मिल्दैन। अब बालेनजीको कुरा गरौँ। तपाईले परिणामको कुरा गर्नुभयो, तर कस्तो परिणाम र कसको मूल्यमा? बागमती किनारका सुकुम्बासीहरूलाई कुनै विकल्प नदिई डोजर लगाएर हटाउन खोज्दा उहाँको वर्गीय पक्षधरतामाथि प्रश्न उठेको थियो। के जेन्जी आन्दोलनको सपना गरिब र निमुखालाई विस्थापित गरेर सुन्दर सहर बनाउने थियो? पक्कै थिएन। त्यसैले नेताहरूको विश्वसनीयतामा उठेका यी गम्भीर प्रश्नहरूलाई नजरअन्दाज गरेर केवल परिणामको कुरा गर्नुले हामीलाई फेरि उही पुरानो बाटोमा लैजान्छ। मलाई लाग्दैन कि उनीहरूले यी प्रश्नहरूलाई नजरअन्दाज गरेका छन्, तर राजनीतिक वास्तविकताको धरातलमा उभिएर हेर्दा कहिलेकाहीँ अपूर्ण सुरुवातहरूलाई पनि स्वीकार्नुपर्ने हुन्छ। अब कुलमान घिसिङको बहिर्गमनकै कुरा गरौँ न। वैकल्पिक राजनीतिको भविष्यको लागि यो एकता कति महत्त्वपूर्ण छ भन्ने यहाँनिर जोडिन्छ। नेपालमा वैकल्पिक शक्तिहरू सधैँ किन असफल भए? किनभने उनीहरू साना साना टुक्रामा विभाजित भए। उनीहरू बीच को ठुलो भन्ने अहङ्कारको लडाईँ चल्यो। यो एकताले पहिलो पटक त्यो प्रवृत्तिलाई तोडेको छ। बाहिर आएका खबरहरू अनुसार कुलमान घिसिङले आफ्नो लागि अत्यधिक कार्यकारी भूमिका र प्रधानमन्त्री पद नै खोजेकाले सहमति हुन नसकेको हो। यदि एउटा व्यक्तिको महत्त्वाकांक्षा पूरा गर्न नसक्दा सिङ्गो एकता प्रक्रियालाई नै रोकेको भए त्यो झन् ठुलो दुर्भाग्य हुने थियो। रासपा र बालेनको एकताले एउटा बलियो केन्द्र बनाएको छ। यो सुरुवात हो, अन्त्य होइन। यो बलियो केन्द्रले भविष्यमा अन्य साना शक्तिलाई आकर्षित गर्न सक्छ। यसले वैकल्पिक धारलाई कमजोर होइन, बरु एउटा भरपर्दो मञ्च दिएको छ। मलाई माफ गर्नुहोला, म यो तर्कसँग बिल्कुल सहमत छैन। तपाईले जसलाई केन्द्र भन्नुभयो त्यसले त वैकल्पिक धारलाई झन विभाजित र ध्रुवीकृत बनाएको छ। यो एकता हुनुभन्दा अघि सबै वैकल्पिक शक्तिहरूबीच एउटा सहकार्यको सम्भावना थियो, तर यो एकताले हामी र उनीहरू भनेर कित्ताकाट गरिदियो। अब हेर्नुस्, कुलमान घिसिङ डाक्टर बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी जस्ता अन्य शक्तिसँग सहकार्य खोज्दै हुनुहुन्छ। यसले के देखायो? अब वैकल्पिक भनिएकाहरू नै एकअर्का विरुद्ध चुनाव लड्ने भए। यसले त भोट काट्ने काम मात्र गर्छ, जसको अन्तिम फाइदा फेरि पुरानै दलहरूलाई पुग्छ। अनि अर्को गम्भीर कुरा, कुलमानको पार्टीमा मधेस र अन्य क्षेत्रका पहिचानवादी शक्तिहरू पनि जोडिएका थिए। के रासपा बालेन गठबन्धनले उनीहरूको मुद्दालाई समेट्न सक्छ? रासपा विगतमा प्रदेश संरचना र संघीयताको विपक्षमा थियो भन्ने कुरा लुकेको छैन। यो आधारभूत वैचारिक भिन्नतालाई कसरी सम्बोधन गरिन्छ? यो एकताले वैकल्पिक धारलाई एकीकृत गरेको छैन, बरु झन खण्डित बनाएको छ। तपाईले वैचारिक आधारको जुन कुरा उठाउनुभयो त्यो महत्त्वपूर्ण छ, तर कुनै पनि नयाँ राजनीतिक शक्ति रातारात वैचारिक रूपमा परिपक्व हुँदैन। उनीहरूले जारी गरेको 7 बुँदे सम्झौतालाई हेर्नुभयो भने त्यसमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको संरक्षण गर्ने स्पष्ट प्रतिबद्धता छ। यो आफैमा राजसपा विगतको अडानबाट अघि बढेको सङ्केत हो। उनीहरूको साझा एजेन्डा के हो त? सुशासन र आर्थिक समृद्धि। के आज देशको सबैभन्दा ठूलो आवश्यकता यही होइन र? जनताले अहिले राइट अफ सेन्टर कि लेफ्ट अफ सेन्टर भनेर बुझ्दैनन्। उनीहरूले आफ्नो दैनिक जीवनमा सुधार खोजेका छन्। यो गठबन्धनले त्यही साझा न्यूनतम कार्यक्रममा आफूलाई केन्द्रित गरेको छ। यो सुरुवात हो। समयसँगै काम गर्दै जाँदा, बहस गर्दै जाँदा नीति र कार्यक्रमहरू थप स्पष्ट हुँदै जानेछन्। अहिले नै वैचारिक अस्पष्टताको कुरा गरेर यो सम्भावनालाई नकार्नु अलि हतारो हुन्छ जस्तो लाग्छ मलाई। तर के हामीले यो बिर्स्यौँ कि सिद्धान्त र विचार बिनाको राजनीति कति खतरनाक हुन्छ? तपाईले भनेको राइट अफ सेन्टर र लेफ्ट अफ सेन्टर कुनै किताबी कुरा मात्र होइन। यसले देशको भविष्य कता जान्छ भन्ने निर्धारण गर्छ। जस्तै राइट अफ सेन्टर वा दक्षिणपन्थी धारले बजारलाई खुल्ला छोड्ने, निजी क्षेत्रलाई प्राथमिकता दिने र राज्यको भूमिका घटाउने कुरा गर्छ। लेफ्ट अफ सेन्टर वा वाम प्रजातान्त्रिक धारले सामाजिक न्याय, शिक्षा र स्वास्थ्यमा राज्यको बलियो भूमिका र गरिब तथा अल्पमत महत्त्वपूर्ण वर्गको संरक्षणको कुरा गर्छ। अब यो गठबन्धन कता छ त? डाक्टर बाबुराम भट्टराईले औल्याए झै यो गठबन्धनको वैचारिक दिशा नै अस्पष्ट छ।
बालेन शाहका केही कामहरू वामपन्थी झुकाफका देखिन्छन्, तर रासोपाको आर्थिक नीति सम्बन्धी बहसहरू दक्षिणपन्थी झुकाफका छन्। यस्ता आधारभूत वैचारिक अन्तर्विरोधहरू भएको गठबन्धन कसरी दिगो हुन सक्छ? सुशासन र समृद्धिको नारा त पञ्चायतकालदेखि सबैले लगाउँदै आएका छन्, तर त्यो लक्ष्यसम्म पुग्ने बाटो के हो? त्यो बाटो नै विचारले देखाउने हो। त्यो बाटो स्पष्ट नहुँदासम्म यो गठबन्धन चुनाव जित्ने एउटा भीड मात्र हो, देश बनाउने वैचारिक अभियान बन्न सक्दैन। र सिद्धान्तविहीन गठबन्धन सत्तामा पुगेपछि कसरी टुट्छ भन्ने उदाहरण त हामीले नेपालमै धेरै देखिसकेका छौं। म स्वीकार गर्छु, चुनौतीहरू छन्, वैचारिक स्पष्टताको यात्रा लामो छ, तर यी सबै चुनौतीहरूका बावजुद रवि बालेन एकतालाई नेपालको राजनीतिमा दशकौंदेखि जमेको यथास्थिति तोड्नका लागि एक साहसिक र आवश्यक प्रयोगको रूपमा हेर्नुपर्छ। यसले जनतामा विशेष गरी युवाहरूमा एउटा नयाँ आशा जगाएको छ। यसले पुराना दलहरूलाई यति नराम्रोसँग झस्काइदिएको छ कि उनीहरू पनि अब सच्चिनु पर्छ कि भनेर सोच्न बाध्य भएका छन्। यो गठबन्धनले राजनीतिलाई जनताको मुद्दा र डेलिभरीमा केन्द्रित हुन एउटा सकारात्मक दबाव सृजना गरेको छ। यसको नियतमा शङ्का गरेर सुरुमै असफल बनाउनुभन्दा यसले ल्याउन सक्ने सकारात्मक परिवर्तनको सम्भावनालाई एउटा मौका दिनुपर्छ भन्ने मलाई लाग्छ। मेरो निष्कर्ष भनी अलि फरक छ। यो एकताले जेनजी आन्दोलनले उठाएका आधारभूत नैतिक, वैचारिक र प्रक्रियागत प्रश्नहरूलाई गलैँचा मुनि लुकाउने प्रयास गरेको छ। सिद्धान्त र वैचारिक स्पष्टता बिनाको शक्ति केन्द्रित राजनीतिले अन्तत पुरानै दलहरूको असफलतालाई नै दोहोर्याउनेछ, सायद अझ नराम्रोसँग। किनभने जब मसिहाहरू असफल हुन्छन्, जनतामा झन् ठूलो निराशा छाउँछ। वैकल्पिक राजनीतिको यात्रा इमानदार, पारदर्शी र वैचारिक रूपमा स्पष्ट हुनुपर्छ, जुन यो एकताको सुरुवातमा नै देखिएन। यो केवल पुराना अनुहारलाई नयाँ अनुहारले विस्थापित गर्ने प्रयास जस्तो देखिन्छ, तर देशको प्रणालीगत समस्यालाई समाधान गर्ने कुनै ठोस अभियान जस्तो लाग्दैन। आजको हाम्रो छलफलले रवि लामेछाने र बालेन शाहको एकतालाई दुई फरक तर महत्त्वपूर्ण दृष्टिकोणबाट हेर्ने प्रयास गर्यो। एकातिर यसलाई देशको राजनीतिक गतिरोध तोड्ने एउटा ऐतिहासिक अवसर र आम जनताको परिवर्तनको चाहनाको अभिव्यक्तिको रूपमा हेरिएको छ भने अर्कोतिर यसको नैतिक धरातल, वैचारिक अस्पष्टता र दिगोपनामाथि गम्भीर प्रश्नहरू पनि उठेका छन्। यो गठबन्धन साँच्चै वैकल्पिक शक्ति हो वा पुरानै राजनीतिको नयाँ संस्करण, त्यो हेर्न बाँकी छ। यो नयाँ राजनीतिक शक्तिको वास्तविक परीक्षण अबको 1.5 वर्षपछि अर्थात् मार्च 5, 2026 हुने चुनावमा हुनेछ। यस विषयमा थप जान्नका लागि स्रोत सामग्रीमा गहिरिएर अध्ययन गर्न सकिन्छ।